लगायत हामी चाहिँ आज धुम्ची आइसकेका छौँ यसरी यो त हामी चिलाकीबाट उठिरहेछ धुम्चीको होटेल यही हो है हजुर धन्यवाद ओर्ने हो क्या अहिले गाम्राङ गुम्रुङ पारेर के रे टावल यहाँ पण्डित भोलि विचार हेरौँ न पूर्व तयारीमा छौँ यसरी नुहाउनेवाला छ यत्रो कति लामो हो यसो गाइज हेर्न हाम्रो भ्यू यस्तो छ है होटेलको होटेलको भ्यू देखाउँ भने मैले बन्द गरिदिएँ क्या हो खोइ कहाँ खोल्ने यसरी यस्तो रहेछ है होटेलको भ्यू लगाएको छ कि यस्तो छ ल बाई बाई सुत्नुपर्छ बाई भाको देखाउन अलिअलि पण्डित के ल्याउने लाइटर लाइटर अनि के ल्याउने रे लाइटर अनि के ल्याउने भन् न भन् न के ल्याउने अर्डर दे न अर्डर दे न केरा अनि ड्रिङ्क्स ल्यान अरू इनर्जी ड्रिङ्क्स अनि त्यसपछि एउटा केरा चम्चो नि त्यति भयो ल बाग किन यो लुगा पोलालाई आउन तिमी यो नुहाउनु थालिसक्यो है फेरि पण्डित को जान्छ हामी बाहिर बाहिर चाहिँ बाहिरको सिचुएसन कति छ खुल्लै छ त पसल त ओइ पण्डित सालाहरू हिँड्नु है छिट्नु है छिटो फोन नयाल हिँडौँ पसल जाउँ हिँडौँ आउनु त जाउँ पसल जाउँ त तपाईँहरूमा लेट्स गो पसल गरेर आउँ कि जाउँ न तिनीहरू नआउँछन् के रिजर्भ ए ल ल दारी खाउरिनु पऱ्यो दारी खाउरिनु पऱ्यो यस्तो हुन्छ भयो भिडियो ल केटा हो गुड नाइट ऱ्याङफ्याङ जिन्दगीमा गुड नाइट यस्ता बुझ्दैहरू छ नि सुतिसक्यो पुरा यस्तो छ हाम्रो भोलिको प्लान म त उठिरहेको छु गाई जस्तो पण्डित हो गाई पण्डित त्यस्तो सुत्छ पण्डित हो गाई पण्डित त्यसै सुतिरहेको छ यो पण्डित हेलो गाइज हामी चाहिँ अब गोसाइकुण्डको यात्रामा निस्किसकेका छौँ अब हामी यहाँबाट जान्थ्यो यो सिर्जना होटेल एन्ड लजमा आएका छौँ अहिलेसम्मको यात्रामा होइन केटाहरू थकित छन् कोही सुत्यै छन् कोही उठै छन् कोही हिँड्न नसक्ने भएको छन् हिमाल पारी यस्तो देखिन्छ देश नेपालको झन्डा छ यहाँ हामी चाहिँ अलि तगडै पढेर हो कि यो र म चाहिँ अलि थकाइ छैनौँ अब कसो हुन्छ हेर्दै जानु होला माथितिरको भ्यू यस्तै छ हाई हाई होटेल दामी रहेछ है म हिमाल पारीको डाँडाको ऊ पनि देखाइदिन्छु पर घाम लागिरहेको छ माथि डाँडा कट्नुपर्ने छ अनि घाम लागिसकेको छ अब यो डाँडा कटेपछि घाम आउँछ होला सायद ल छुर्पी निकाल केटा हो छुर्पी निकाल होइन छुर्पी खाँदै जानुपर्छ सिकिस त्यही भइसकेको छ हामी चाहिँ चिलमै छौँ अहिलेसम्म फोक्स फुले छैन के कसो पण्डित घन्टा फुले खाँदा होइन बाई बाई माथि भेट्नुपर्छ है ल वाउ सिन त दामी छ यार
हामी दुईजना चाहिँ अलिक बलिया भाङ्गा जस्ता देखिन्छौँ। यी केटी छक्काहरू आउँदैछन् पछाडिबाट गोर्साइकुण्ड जाने भनेर आएका लौडो बोकेर टेक्नी लौडो बोकेर आइज एउटा छक्का केटी जस्तो भएर आइरहेको छु केटी सेम त्यसलाई केटी जस्तो भन्दैन कसले भन्दैन केटी नि यो हो गाँड फाट्के हातमा आएका भुटेर भुटेर यस्ता यस्ता जन्तुहरूलाई गोर्साइकुण्ड घुम्न मुरहर पैदल भन्ने चल्न नसक्ने जन्तुहरूलाई हेर हिँडे बाबा कस्तो छ रमाइलो छ हालत खराब के भयो हालत खराब गाडमै आ गए हात चलो चलो त्यहाँ पारी पुग्नुपर्छ हिमाल देखेन हो त्यहाँ पुग्नुपर्छ हेर्न सक्नुहुन्छ हामी आइसकेका छौँ यो डाँडोमा यो कुन डाँडो के अरे हामीले के भनेको लाङटाङ बेसीतिर आइपुग्यो ल भाइ भाइ देउराली होटेल आयो होइन यानी कि हामी 2, 3, 5 घन्टाको सफर हामी कति बजे निस्क्यो हामी 4 बजे 5 बजे कि 4 बजे 4 घन्टामा पुग्यो हामी 5 घन्टाको सफर हामी कुनै गाइज हामी यहाँ गोर्साइकुण्डको यात्रामा जाँदै गर्दा यो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पद रहेछ हेर्न सक्नुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा खतरा छ नि बोटहरू बाबा ठुला बडा हेरौँ लाग्नेमा कसम कस्तो बबाल छ नि ठाउँ चाहिँ तर उकालो उकालो चाहिँ भन्दा लास्टै खतमै छ भन्नुपर्छ यार मरिन्छ बुढाबुढी चाहिँ आउन सकिँदैन उकालो हामी जस्तै केटाहरूलाई ठिकै हो हाम्रा केटा जस्ता साथीहरू पनि छन् तलतिर आउँदैछन् यिनीहरूलाई चाहिँ लास्ट गाह्रो भयो छ अरे यही छ बाबा माथि गएर भेटौँ भयो गाइस हामीहरू निरन्तर अगाडि बढिरहेको अवस्थामा अनौठो दृश्य देख्न पुगेँ मैले हेर्न सक्नुहुन्छ रुख पनि डिजाइन गरे जस्तो यार क्या राम्रो छ त्यो झन् कस्तो राम्रो छ ऊ परक यता पनि छ त्यस्तै डिजाइन गरेर बनाए जस्तो छ रुख पनि केटाहरू फ्याँ गर्दै आउँदैछ म चाहिँ माझतिर छु पण्डित अगाडि छ मलाई फेरि माथि गएर भेटाउँछु फाइनली गाइज हामी आइसक्यौँ यहाँ डाँडोमा अब देखाउन सक्छौँ हामी नयाँ डाँडाहरू अब देखाउने बेला भइसकेको छ गाइज हामी दुईजना चाहिँ आएका छौँ दुईजना छक्काहरू चाहिँ पछाडि नै छन् हेर्नु गाइज हिमाल देखिसकेको अवस्था छ अब धेरै दिन बाँकी छैन मात्र 24 घन्टा हो त्यहाँ पुग्ने हामी आई लभ दिस प्लेस लेट्स गो गाइज अगाडि बढौँ गाइज हिँडे कस्तो मजाको ठाउँ छ यार नजारा कस्तो छ आँखाले देखाएको जस्तो संसारमा कसैले देख्दैन यार वाउ हेर सक्नुहुन्छ गाइज हामीले त रमाइलो गऱ्यौँ तपाईँहरू नआउनु पर्यो घुम्नलाई गोर्साइकुण्ड पुरै थकान मेटिने एउटा मात्रै स्थान हो गोर्साइकुण्ड होइन यहाँ आएपछि तपाईँको हर सुख दुःख सबै मेटिन्छ इन्डियाको मान्छे बोल्छ त के भन्छ के अरे हर भव शिव जय पताए नमो नमः शिव शम्भो भन्छ हिमाल आइसक्यो गाइस हामी हिमालमा पुरै हिमालको रुख सुख हामी हेरिसक्यौँ मजाले यस्तो चाहिँ के भन्नु अब बाई माथि भेटौँला हिमाल गएर है अब स्वर्गको नजारा हेर्ने समय आइसकेको छ है स्वर्गको नजारा म देखाउँदैछु तपाईँहरूलाई यता होइन यता पनि होइन अब स्वर्गको नजारा लुक इन साइड छ होइन
कस्तो छ अब म देखाइदिइहाल्छु। वाउ वाउ हेर्न सक्नुहुन्छ गाइज। ल गाइज आइपुग्यो। यो हाम्रो कुन ठाउँ हो थाहा छैन, तर यो दामी ठाउँ रहेछ। अब हामी हिमाल पुग्न धेरै समय बाँकी छैन गाइज। हेर्न सक्नुहुन्छ हिमाल पारीको देश कति राम्रो देखिन्छ। वा उ त्यहाँ पारी चाहिँ हिमाल छ है, पण्डित भएको पारी चाहिँ। हेर्न कस्तो लाइट दिइरहेछ यहाँ। कहाँ हामी छप्प्याउ मुजी। हो हामी यस्तो ठाउँमा आएका छौँ गाइज। मन खुसीबाट आनन्द भएर। ओइ खुट्टा चिलायो। के भयो लाइफको रमाइलो लिनुपर्छ बेटा हो। यो रमाइलो पल कहिले सम्झिने। केटाहरू आओ के आओ यहाँ आओ, आँखाले रमिता देखाऊ। हामीले आँखाले देखाएको जस्तो क्यामेरामा देखाउन सक्दैनौँ। त्यति नखेलाऊ, यस्तो ठाउँ घुम्न आऊ। हिमाल पारीको देश। वाउ ए ना टेम्पस फाल्दिएछ रे। हुँ? बचारले नि ल्यायो कहिले क्या। दे हेर्न त म दिन्छु त। कस्तो देखिएछ गाइज। माथि त भनौँ न। यो रिसोर्टहरूमा धेरै मान्छे हुँदैन कि, त्यस्तै हो। तर खतरा देखायो त्यो हिमाल। हामी अन्त मुजी कहाँ पुग्नु पर्ने छ? मुजी हेर त, उताको डाँडामा पुग्नु पर्ने छ। कताको? उताको पारीको। उ त्यहाँ त्यता चाहिँ पुग्नु पर्ने हामी। दामी छ। त्यो तल नजानु होइन यता जा। ग्रुपमा त माथि गएर खिच्ने हो कि यहाँ त खिचेर के गर्नु। यहाँ कि टाइम पास हुन्छ। अब अगाडि तिमी हेर्न, उनीहरू लास्टै गाह्रो भयो होला। कसले ल्याउनु भएको थियो मुजी? अर्को सायद छ त।